अब यो भेन चित्र जुन तपाईको छ भेन चित्रबाट नि हेरेर हामीले यो के गर्नु सल्भ गर्नु छ। तपाईहरुले फर्मुला पढ्नुभयो होला युनियनको यो कुन बेलाको फर्मुला युज गर्छ कि जब हामी मात्रा वाला दिएको हुन्छ मात्रा वाला अवस्थामा ओन्ली अफ ए प्लस ओन्ली अफ बी प्लस ओन्ली अफ ए इंटरसेक्शन बी। हामी ओन्ली अफ ए के छ 150 प्लस ओन्ली अफ बी कति ओन्ली अफ बी कति छ यहाँ लेखिहालौ ओन्ली यो त नम्बर अफ ए हो यो नम्बर अफ बी तो ओन्ली अफ बी बराबर 250 और प्लस ओन्ली अफ नंबर अफ दुबै मन पराउने तपाईको इंटरसेक्शन 200। अब 150 250 ले जुनुस् त तपाईको कति भइहाल्छ 100 200 300 300 400 400 प्लस 200 तपाईको यो भयो पुरै 600। जम्मा त हाम्रो एन्सर पनि 600 आइसकेको छ। यस्तै प्रश्नहरु तपाईलाई म 3-4 वटा दिन्छु त्यस्तै खाली प्र्याक्टिस गर्नुहुन्छ तपाईले यो सम्झिहाल्नुहुन्छ कि वास्तवमा यसले कुन यो कन्डिसन छ। यो कन्डिसन मान्दा के छ मात्र मन पराउने मात्र मन पराउने मात्र जति छ त ओन्ली हैन ओन्ली मात्र यानी कि ओन्ली इंग्लिशमा तपाईको ओन्ली नेपालीमा मात्र। यो अवस्थामा तपाईको इंटरसेक्शन युनियन निकाल्नु छ भने यो तीनटैलाई हामीले जोड्नु पर्छ तीनटै भागलाई जोड्नु पर्छ बारी बारी जोड्नु पर्छ। त्यस जोडिसकेपछि हाम्रो यो फर्मुला पनि यस्तो छ यदि ओन्ली वाला अवस्था छ भने यस्तो फर्मुला युज नम्बर अफ ए युनियन बी को फर्मुला यसरी युज गरेर हामीले निकाल्न सक्नुहुन्छ। अब एउटा प्रश्न मात्रै छ यस्तै प्रश्न फेरि अर्को मोडलको हिसाबले अर्को प्रश्न फेरि आउँछ। तपाईहरुले यदि अब केही समस्या छ भने त्यहाँ कमेन्ट पनि गर्न सक्नुहुन्छ। अब यसमा के छ कि अब धेरै जसो के छ कि अब कोहीलाई फर्मुला नयाद होला कोहीलाई भेन डायग्राम बनाउन आइराखे होला। भेन डायग्राम बनाउन आइरहेको छैन भने हामी भेन डायग्रामको पनि एउटा चित्र पनि त्यो भिडियो बनाउँछु त्यसमा तपाई बुझ्न सक्नुहुन्छ। अब प्राय जसो भेन डायग्राम एकदम इजी नै छ तर तपाईहरु राम्रोसँग नबुझ्नु रहेको होला त्यसैले गाह्रो भइरहेको होला। यो भिडियोमा अहिले यति मात्रै छ त्यसपछि मैले के सामाजिकताको भिडियो पनि बनाउँछु जहाँ तपाईको राजनीतिमा अहिले के चलिरहेको छ हाम्रो देश नेपालमा के छ भने हाम्रो देश नेपालमा खासै केही अब कन्फ्युजिङमा छ। हाम्रो देशले सबै आन्दोलन त भइसकेको छ तर के मान्छेहरु जुन छ अहिले कन्फ्युजमा भइसकेको छ कि कसरी चुनाव गर्ने भनेर को कस्तो नेतृत्व गर्ने कसको के भूमिका हुन्छ भनेर यो सब कन्फ्युजिङ अहिले हाम्रो यो चलिरहेको छ। यानी कि होलली पुरै 20-25 सालदेखि हाम्रो देश पुरै कन्फ्युजिङमा नै जिइरहेछ। कन्फ्युजिङ भन्नाले कस्तो छ कि देशमा कस्तो नेताको चुनौती लिने हैन चुनौती यानी कि धेरै अब चुनौती पर्नु त हाम्रो देशमा धेरै छ तर कुन कन्डिसनमा कस्तो कदम उठाउने भने हाम्रो देशमा कोही पनि राम्रोसँग अहिले उठाउन सकेकै छैन किनभने यस्ता विवेकशील बुद्धि आएकै छैन। जो बुद्धि आएको छ त्यो बुद्धि पनि भ्रष्ट भइसकेको छ हैन। त पैसाको लोभमा सब बुद्धि के हुन्छ राम्रो बुद्धि पनि खराब भइहाल्छ। सब यो मेन रिजन त सबैले थाहा छ कि मेन त पैसाको लागि दिने हो तर पैसाको साथमा हुँदैन। अब त्यहाँ जिम्मेवारी पाएको छ भने त्यो निभाउनु पर्ने थियो पहिलादेखि त्यो सब राम्रोसँग त्यो गरेको हुन्थ्यो भने त यो आन्दोलन हुँदैन थियो। त यो तपाईको आन्दोलन भएको जुन छ एकदम त्यो 20-25 सालदेखि जनताहरूले दमन सहेर त्यो तनाव आएर त्यो आन्दोलन गरिएको थियो। त्यो आन्दोलन गरे बापत त्यो अब जेनजी के छ कन्फ्युजमा भइसकेको छ गरौँ भने के गरौँ चल देशलाई कसरी चलाऊ भने अब यत्रो ठुलो कम्पनी सानो कम्पनी पनि तपाई चलाउन जानुहुन्छ त तपाईले पढ्नको लागि 20-25 साल पढेर कोही आउँछ। अब ठुलो देशै चलाउनु छ जेनजी को नेतृत्वमा बनेको जुन सरकार छ र यत्रो ठुलो देशमा अब के कहाँ भइरहेछ कस्तो के छ कस्ता लिङ्कहरु छ त्यो लिङ्कलाई समझ्न अलिकति समुद्रको अस्थायी गहिराई जस्तो भइसकेको छ। त यस्ता धेरै म तपाईहरुलाई सम्झाउँछु कि यो अब मात्र म्याथमा म्याथलाई बनाएर त्यो अलिकति बोरिङ पनि नलाओस् भनेर तपाईले राजनीतिको कुरा पनि म बताइदिन्छु कि वास्तवमा नेपालमा गर्नुपर्ने के कुराहरु नेपालमा के गर्नुपर्ने कुरा हो कि विवेकशील र राम्रो चुनौतीपूर्ण हिसाबको के भन्छ बुद्धिको त्यस्ता हिसाबको मान्छे यहाँ आउनुपर्छ। जस्तै कि बालेन शाह छ बालेन शाह छ के पर्दाको पछाडि नुकेर काम गरिरहेको छ
अब जस्तै कि इन्डियाको नेताहरू प्रायः जसो जो क्रान्तिकारी नेता थियो कि एकदम जोसले अगाडि आएर गलतलाई के गर्छ बाटोमा आएर पुरै प्रचार गर्छ। तर यहाँ के छ कि यहाँ सब नेताहरू डराएर राम्रो मान्छे जुन छ त्यो के छ पर्दाको पछाडि नुकाएर त्यो सब काम गर्छ। गर्न चाहिन पनि गर्दैन, किनभने थाहा छ किनभने करोडौँको मूर्खमा एकजना सही मान्छे गएर के गर्न सक्छ, बरु त्यही नि मरिहाल्छ होइन। अब हाम्रो देश के हो भने कि धेरै मूर्खहरूको उत्पत्ति भइसकेको छ। तपाईँ त्यहाँ राम्रो मान्छे उत्पत्ति भन्दा राम्रो नराम्रोको मान्छेहरूको सङ्ख्या धेरै आइसकेको छ। अब त्यसमा एक दुई पाँचजना राम्रो मान्छे गएर पनि गर्न पनि के सक्छ। अब 1000 मान्छे करायो 5000 जना जति बोले पनि त्यो आवाज त 1000 को नि आउँछ। समस्या यही छ। त 2 करोडको 3 करोडको हाम्रो आबादी छ। 3 करोडमा भन्दै यो गर्छ कि 90% भनौँ न 90% को जति बुद्धि छ त्यो के छ त्यो ब्रेन वास भइसकेको छ। यानि कि राम्रो कुरा बुझ्नै गाह्रो भइसकेको छ। त राम्रो कुरा बुझ्नै गाह्रो भइसकेको छ त भने त्यसैले हाम्रो देशले अलिकति समझ्न र मुस्किल भइसकेको छ। जो सम्झिरहेको छ त्यो अगाडि कहिले पनि आउँदैन। त्यसले थाहा छ कि अगाडि आएर केही हुनवाला छैन, बेकारमा आफ्नो टाइम बर्बाद गरेर केही हुनवाला छैन, त्यसैले पछाडि हटेर नि भलाइ हुन्छ। यही हो अहिले कन्फ्युजिङ चलिरहेछ। त्यो बेकारको यो सब कुराहरूमा तपाईँहरू ध्यान नदिनुहोस्, सिधै 10 क्लास तपाईँको रिजल्टमा राम्रो गर्न लागि तयारी गर्नुहोस्।